चिकन चिल्ली बनाउनको लागि सुरुमा हामीले मोमोलाई स्टिम गरेर फ्राई गर्दा नि भयो, नभए चाहिँ यतिकै मोमोलाई चाहिँ डाइरेक्ट फ्राई गर्दा नि भयो, नभए स्टिम गरेर फ्राई गर्दा नि भयो हैन। यो गरिसकेपछि चाहिँ यसको लागि चाहिने सामग्रीहरू चाहिँ मेन भनेको लसुन सानो सानो चप गरेर राख्ने, अनि प्याज, खुर्सानी र सिमला मिर्च, अनि टमाटर, आफूलाई कति चाहिन्छ त्यो अनुसारको टमाटर, अजिनामोटो र नुन र खुर्सानी कति चाहिन्छ त्यो हिसाबले हाल्ने। अनि यसमा चाहिँ एउटा चाहिँ चिल्ली चाहिन्छ, टमाटो चिल्ली सस चाहिन्छ, अनि मेन भनेको सोया सस। कराई प्यान भयो नि भयो, त्यसमा चाहिँ बसालिसकेपछि आफूलाई चाहिँ कति क्वान्टिटीको तेल चाहिन्छ हैन, कति क्वान्टिटीको तेल चाहिन्छ त्यही अनुसारको चाहिँ राख्ने, तेल चाहिँ राख्ने। तेल राखिसकेपछि चाहिँ त्यसले एकदम मजाले एकचोटि खराउने, तेलको त्यो काँचोपन जाओस्। काँचोपन गइसकेपछि चाहिँ तेल खरिन लगाइसकेपछि चाहिँ पहिला सुरु चाहिँ हल्का ग्यास सानो गर्ने, तेल नडरोस् भनेर, अनि चाहिँ लसुन हाल्दिने। लसुनलाई मजाले चलाउने, हल्का हल्का अनि ब्राउन टाइपको हुन थालेपछि चाहिँ प्याजलाई हाल्दिने। प्याजलाई हालेपछि चाहिँ मजाले चलाउने हल्का हल्का, त्यसको पनि गोल्डन ब्राउन प्याजको चाहिँ काँचोपन हल्का निस्किन्छ नि, बास्ना पाकेको जस्तो बास्ना आउँछ। अनि त्यसपछि चाहिँ सिमला मिर्च हाल्दिने हामीले। तपाईँको प्याज यतिको भइसकेपछि चाहिँ हामीले चाहिँ यसमा सिमला मिर्च हाल्दिने है। सिमला मिर्चलाई पनि एकछिन पकाउने, धेरै पकाउनु पर्दैन सिमला मिर्च, एकछिन पकाउने। अब यतिको भइसकेपछि चाहिँ यसमा चाहिँ हामीले टमाटर हाल्छौँ। टमाटर हालेर यसलाई पनि पहिला मजाले चलाउने। यसले टमाटरलाई गल्न दिनको लागि चाहिँ हामीले पहिला चाहिँ नुन र खुर्सानी, बेसार पर्दैन, यो चिल्ली बनाउँदाखेरि चाहिँ बेसार चाहिँ युज हुँदैन। यसमा चाहिँ हामीले चाहिँ नुन र खुर्सानी मात्र हाल्दिने है। आफूलाई चाहिने जति छ त्यति नै नुन हाल्ने, अनि खुर्सानी पिरो खान मन लाग्यो जति पिरो छ त्यति नै हाल्ने भयो। पिरो ठिक्क